आफ्नो देशमा रहेका गरिब तथा असहायताका लागि सहयोग गर्ने उद्देश्यले बेल्जियममा बस्दै आएका नेपालीहरूले नवलपरासी सहायता समाज बेल्जियम नामक संस्थाको स्थापना गरेका हुन्। सन् 2011 सालमा बेल्जियममा बस्ने नेपालीहरू मिलेर स्थापना गरिएको संस्था हो। यो संस्थाका संस्थापक अध्यक्ष अमृत प्रधान हुनुहुन्छ। संस्था स्थापना गरी यो संस्थाभित्र रहेका सम्पूर्ण सदस्यहरूले स्वयं आफूमा रकम सङ्कलन गरेर सहयोगको कामलाई अगाडि बढाएका हुन्। विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्न संस्थाले यसलाई प्राथमिकताको विषयमा राखेको छ। नवलपरासीमा रहेका गरिब तथा शिक्षाको पहुँचबाट वञ्चित रहेका बालबालिकाहरूलाई शिक्षाको उज्यालोबाट कोही पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक गतिविधिहरूमा सहयोग पुर्याउँदै आएको छ। यसका लागि बेल्जियममा नै विभिन्न किसिमका कार्यक्रमहरू गरी आर्थिक सङ्कलन गरेर नेपालमा सहयोग गरेका हुन्। यसका लागि बेल्जियममा बस्दै आएका नेपालीहरूले बारबेक्यू, कन्सर्ट लगायतका कार्यक्रमहरू गरी रकम सङ्कलन गर्दै आएका छन्। यति मात्र होइन, यो संस्थाका सदस्यहरू स्विट्जरल्यान्ड भ्रमणमा जाँदा समेत खर्च कटौती गरी त्यसबाट बचेको रकम संस्थामा जम्मा गरेका छन्। यसरी रकम सङ्कलन गरेर यो रकमलाई उक्त संस्थाले नेपालमा आर्थिक रूपले असक्षम गरिबीका कारण रोगको औषधि उपचार समेत गराउन नसकेका, शिक्षाको पहुँचबाट वञ्चित रहेका असहायहरूका लागि सहयोग गर्दै आएको नवलपरासी सहायता समाज बेल्जियमका उपाध्यक्ष रामबहादुर पुन बताउनुहुन्छ। खास भने जोसँग पैसा छैन र दबाई किन्ने पनि पैसा हुँदैन र जसको आर्थिक अवस्था एकदमै कमजोरी छ, त्यसलाई चाहिँ हामीले 5 दिनसम्मको दबाई निःशुल्क दिने भनेर हामीले निर्णय गरेको अहिलेलाई फर्स्ट टाइम। पछाडि जति धनी त धनी नै हुन्छ होइन, तर गरिब वर्गलाई जतिले हामीले जहाँसुकैको हाम्रो नवलपरासीको जहाँसुकै कुनै काप्चाको गरिबहरूलाई मात्र हेर्ने हाम्रो धारणा हो। संस्था स्थापना गरी हालसम्मको समयसम्म सहयोगका थुप्रै कामहरू गरिसकेको छ। उक्त संस्थाले नेपाल मध्यबिन्दु सामुदायिक स्मृति अस्पताल विकास केन्द्र अग्यौली 9 शहीदनगर डन्डा बजारमा रहेको अस्पताललाई रु 1,50,000 बराबरको सोलर पावर जडान गरी सहयोग गरेको छ। त्यस्तै गरी झराई खोलाका आर्थिक अवस्था कमजोर भई आफ्नो उपचार गराउन नपाएका एक असहाय व्यक्तिलाई पनि 1,20,000 रुपियाँ सहयोग गरेको छ। यसरी नै अन्य स्थानहरूमा पनि सहयोग गर्दै आइरहेको उपाध्यक्ष पुन बताउनुहुन्छ। यो हाम्रो एकजना राजेन्द्र श्रेष्ठजी, उहाँको यो संस्था आयोजनामा भएको हो र हामीले केही हाम्रो यहाँका साथीहरूले पनि सहयोग गर्नुभएको छ दबाईको लागि र यहाँका जतिसुकै डाक्टर हुनुहुन्छ उहाँहरूले पनि हामीलाई सहयोग गर्नुभएको हो। कुनै किसिम उहाँले केही पैसा ल्याउनु भएको छैन, निःशुल्क गर्नुभएको हाम्रो लागि र अबका दिनमा पनि हामीले अझ योभन्दा ठुलो कार्यक्रमहरू लिएर आउँदैछौँ। पछिल्लो समय 2072 साल कार्तिक 20 गते नवलपरासी जिल्लाको देउराली गाविस झ्यालवास 5 ज्वाला निमाविको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर फ्री हेल्थ क्याम्प समेत सञ्चालन गरेको थियो। उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविरमा नेसनल सिटी अस्पतालको आयोजनामा तथा नवलपरासी सहायता समाज बेल्जियमको प्रायोजन साथै मुकुन्द सेन टेलिभिजन MTV, रेडियो सामर्थ्य र देउराली पुस्तकालयको सहकार्यमा शिविर सम्पन्न भएको थियो। यसरी शिविरमा देउराली तथा आसपासका करिब 300 जनाले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा न्युरोलोजिस्ट डाक्टर निर्मल लामिछाने, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर शङ्कर ढकाल, जनरल फिजिसियन डाक्टर केशव बुढाथोकीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। यसरी गाउँघरतिरका अधिकांश मानिसहरू आर्थिक कारणले गर्दा रोग नै लुकाएर बसिरहेका हुन्छन्। यसरी नवलपरासी सहायता समाज बेल्जियम नामक संस्थाले फ्री हेल्थ क्याम्पको आयोजना गरेपछि बिरामीहरूलाई उपचारको लागि सहज भएको छ। यसरी यो क्याम्पमा उपचारका लागि आउने बिरामी मध्ये अधिकांश महिलाहरू रहेका थिए। अधिकांशको समस्या ढाड दुख्ने, पिसाब थैलीको समस्या, पेट दुख्ने, खाना रुचि नहुने लगायतको समस्या उपचारको क्रममा अधिकांश बिरामी भेटिएको डाक्टर निर्मल लामिछाने बताउनुहुन्छ। आज हामी अब कार्यक्रमको अन्ततिर पुगिसक्दाखेरि हामीले 267 जना बिरामीलाई चाहिँ उपचार सेवा प्रदान गरेका रहेछौँ। त्यसमध्येमा हामीले धेरै जसो चाहिँ यो गाउँमा औषधि उपचारका लागि आउनुभएका मान्छेहरूमा चाहिँ अब महिलाहरू देखियो। त्यसमा चाहिँ धेरै जसोको चाहिँ कमर दुख्ने समस्या, पिसाब पोल्ने समस्या,
अनि अब खाना नरुच्ने माथिल्लो पेट दुख्ने समस्याहरू भएकोलाई धेरै भेटायौँ। हाम्रो जस्तो अल्प विकसित देशमा अधिकांश मानिसहरूले खानपान लगायतका कुराहरूमा ध्यान नपुर्याउँदा स्वास्थ्य सम्बन्धी समस्या जटिल बन्दै गइरहेको छ। यो शिविरमा जति पनि बिरामीहरूले स्वास्थ्य परीक्षण गराउनु भएको छ त्यतिले आफ्नो खाने र स्वास्थ्यप्रति अलिकति ध्यान पुर्याएको भए यस्तो अवस्था आउने थिएन। त्यसैले स्वास्थ्य परीक्षण पछि बिरामीहरूलाई आफ्नो सामान्य कुराहरू खानपानदेखि लिएर उनीहरूले गर्ने हरेक गतिविधिहरूमा समेत ध्यान दिनुपर्ने डाक्टर लामिछानेले सुझाव दिनुभएको छ। अब दुख्दैमा रगतै बग्दैमा मात्रै बिमारी होइन, पेट दुखेको पनि बिमारी हुनसक्छ, पिसाब पोल्नु पनि एउटा बिमारी हो। त्यसले गर्दा हामी त्यसमा बच्नको लागि चाहिँ अब हामीले अब खानेकुरा राम्रोसँग पकाएर खाने, हात धोएर मात्रै खाने, खाएपछि पनि धुने, पिसाब गरेपछि हात धुने, अनि त्यसपछि तपाईँको चाहिँ पानीको मात्रा एटलिस्ट दिनमा चाहिँ 2.5 देखि 3 लिटर पानी पिउने। पानीको मतलब झोलिलो चिजहरू दुध दही सबै पर्छ। त्यसो गऱ्यौँ भने पनि हामी कमनली अब एटलिस्ट तल्लो पेट दुख्ने, पिसाबको सङ्क्रमण, पेटमा लाग्ने रोगहरूबाट बहुसङ्ख्यक रूपमा बच्न सक्छौँ। यसरी आर्थिक रूपले पिछडिएको वर्गलाई लक्षित गरी नवलपरासी सहायता समाज बेल्जियमले निशुल्क रूपमा स्वास्थ्य शिविर र निशुल्क रूपमा औषधि समेत वितरण गरेको थियो। यसले गर्दा त्यहाँका स्थानीयहरूले आफूहरूलाई निकै सहज भएको महसुस गरे। साथसाथै यस्ता स्वास्थ्य शिविरहरू समय समयमा आइदिइरहे हुन्थ्यो भन्ने भावना समेत राखेका थिए। यो शिविर सम्पन्न गर्नका लागि नेसनल सिटी अस्पतालले पनि निकै सहयोग पुर्याएको छ। त्यसैले समाजमा सेवा प्रदान गर्ने सोचमा सहयोग गर्नका लागि नवलपरासी सहायता समाज संघको सहकार्यलाई अगाडि बढाएको हो। यसका लागि यो शिविर पनि यति बेला सफल भएको छ। यो शिविरमा उपचार हुन नसकेकालाई समेत अस्पताल ल्याउनलाई सहयोग पुर्याएको छ। यसका साथै आगामी दिनमा पनि अस्पतालको तर्फबाट यस्ता किसिमका सहयोगलाई निरन्तरता दिने नेसनल सिटी अस्पतालका व्यवस्थापक इन्द्र शर्मा बताउनुहुन्छ। हाम्रो यस हस्पिटलले नाफा मात्रै कमाउने उद्देश्य नलिएर एउटा समाज सेवा पनि गर्ने उद्देश्य लिएर हामीले यस्ता क्याम्पहरू 2 ठाउँ गरिसकेका हुनुहुन्छ र आज आएर यस नेपाल बेल्जियम समाज नवलपरासीको सहयोग र हाम्रो यस नेसनल सिटी हस्पिटलको सहयोगमा सहायतामा जुन कार्यक्रम गरियो आज एकदम राम्रो र सफलतापूर्वक सफल भएको छ। र त्यस कार्यक्रममा हामीले पिछडिएका जुन पिछडिएका वर्गहरूलाई अगाडि ल्याउनुपर्छ, उहाँहरूलाई सुविधा दिनुपर्छ र उहाँहरूको स्वास्थ्यमा के कस्तो छ भनेर हामीले यस हस्पिटलले गएको थियौँ। त्यसलाई अब उहाँहरूलाई हामीले जुन रूप त्यो दिन जुन आज यो गरियो कार्यक्रम त्यसमा उहाँहरूलाई केही सहुलियतको साथले हाम्रो हस्पिटलमा चेकअपको लागि बोलाएका छौँ। उहाँलाई आइदिनु होला भन्ने हामीले आशा गरेका छौँ र त्यस पिछडिएका वर्गहरूलाई सुस्वास्थ्यको लागि हामीले उहाँलाई आह्वान गरेका छौँ र यस्तै कार्यक्रम हामीले फेरि पनि ठाउँ गर्ने आशा लिएर हिँडेका छौँ। यो सँगै नवलपरासी सहायता समाज बेल्जियमले अन्य यस्ता किसिमका थुप्रै योजनाहरू बनाएको छ। सुरुवाती अवस्था यसरी सहयोग कार्यलाई अगाडि बढाउँदै आएको भए पनि अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने उद्देश्य राखेको छ। अझ विकट गाउँहरूसम्म यस्ता किसिमका अन्य कार्यहरू समेत लैजाने योजना छ। यसका साथसाथै यो कार्यलाई व्यक्तिगत रूपलाई सहयोग भन्दा पनि सिङ्गो जिल्लालाई सहयोग गर्ने उद्देश्य बनाएर अगाडि बढेको र यो कार्य सफल भएसँगै यो कार्यको बारेमा जानकारी दिएर अन्य विदेशीहरूको सहयोग समेत सङ्कलन गरी सहयोगको कार्यलाई अझ अगाडि प्रभावकारी ढङ्गले बढाउँदै लैजाने उपाध्यक्ष पुन बताउनुहुन्छ। उच्च स्तरका जो त्यहाँका संस्थाका साथीहरू हुनुहुन्थ्यो र जतिले हामीलाई सहयोग गर्नुभयो र पत्रकार मित्रहरू तपाईँहरू आइदिनु भयो र हामीलाई चाहिँ एकदम राम्रो गर्नुभयो। यस्ता यो हामीले तपाईँको यो कार्यक्रमलाई हामीले प्रत्यक्ष भिजन मार्फत चाहिँ हामीले कार्यक्रम उतालेर देखाएर योभन्दा ठुलो कार्यक्रम ल्याउनलाई र हाम्रै जिल्लालाई गर्नको लागि हो। हामी पर्सनल्टी होइन, फेरि यो जिल्लालाई हो। जति रोन्छ 1 पैसा भए पनि 2 पैसा भए पनि यही कार्यक्रम देखाएर नै हामीले चाहिँ उहाँका विदेशीसँगबाट पनि के डोनेसन आउँछ कि बढी भनेर हामीसँग त सधैँ छ, त्यही पनि हामीसँग बाइकको डोनेसन नि ल्याएर हामीले आफ्नो जिल्लालाई गर्न सकिन्छ कि भन्ने किसिमले हामी यो कार्यक्रम सुरु गरेको हो। यसरी असहायहरूलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको यो शिविर यहाँका स्थानीयहरूका लागि निकै सहयोगी बनेको छ। हामीले अन्य समुदायमा भन्दा पनि विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरूको स्वास्थ्यमा सहयोग गर्ने विचारले आयोजना गरिएको थियो र आज सो अनुरूप सफल पनि भएको छ भन्नुहुन्छ शिविरका कार्यक्रम संयोजक राजकुमार श्रेष्ठ। नमस्ते, म राजकुमार श्रेष्ठ। मेरो घर चाहिँ गैडाकोट नगरपालिका 11 र आज
नवलपरासी सहायता समाज बेल्जियमले एउटा स्वास्थ्य शिविर राखेको छ। यसमा चाहिँ विशेष गरी दलित पिछडिएका ग्रामीण क्षेत्रलाई एउटा समेटेर बेल्जियमबाट चाहिँ हामीलाई एउटा स्वास्थ्य शिविर राख्नको लागि चाहिँ विशेष गरी मेरो संयोजकत्वमा एउटा चाहिँ पहल गर्नुभएको थियो। त्यही भएर मलाई एकदमै खुसी लागेको छ र हामीले त्यही अनुरूप आज हामीले यो कार्यक्रम पनि सम्पन्न गरेका छौँ। झन्डै 300 जनाको बिरामीहरूलाई चाहिँ हामीले स्वास्थ्य परीक्षण गरेर सोही अनुरूप औषधि पनि फ्रीमा हामीले वितरण गरेका छौँ र नवलपरासी सहायता समाज बेल्जियमले यस्तो कार्यक्रमहरू पटक पटक नवलपरासी क्षेत्रलाई एउटा चाहिँ विशेष गरी नवलपरासी एनआरएनको साथीहरूले चाहिँ जुन कार्यक्रम लिएर आउनुभएको छ, यस्तो कार्यक्रम धेरै ठाउँमा गरिसक्नु भएको छ। योभन्दा अगाडि मध्यबिन्दुमा हस्पिटलमा सोलर एउटा प्यानल जोडेर चाहिँ सहयोग गर्नुभएको थियो। त्यस्तै हाम्रै अहिले गैडाकोट 17 नम्बर वार्ड र पहिला झरेखोलाको एकजना व्यक्तिलाई पनि एउटा रोगीलाई मोटामोटी 1,20,000 रुपियाँको सहयोग गरेर चाहिँ एउटा स्वास्थ्य प्रदान गरी उसलाई चाहिँ एउटा जीवन मरणबाट चाहिँ सहयोग गर्नुभएको छ। त्यसैले हामी आजको संयोजकको हिसाबले म राजकुमार श्रेष्ठ चाहिँ नवलपरासी सहायता समाज बेल्जियमलाई चाहिँ मुरी धन्यवाद दिन चाहन्छु र यस्तो कार्यक्रमहरू आगामी समयमा पनि गर्ने हुनेछ र हामीले यस क्षेत्रमा बसेर हामी यस जिल्लाका वासी भएर हामीले यस ठाउँमा फेरि त्यस्तो कार्यक्रमहरू जुन पिछडिएका दलित गरिब विपन्न वर्गहरूलाई चाहिँ एउटा नवलपरासी सहायता समाज बेल्जियमले चाहिँ आर्थिक रूपले चाहिँ एउटा सहयोग गर्ने हुनेछ भने हामीले भौतिक रूपले सहयोग गर्नेछौँ र नवलपरासी सहायता समाज बेल्जियम जुन अहिले बेल्जियममा चाहिँ एउटा दर्ता भएर चाहिँ संस्था चलाइराख्नु भएको छ भने सायद हामीले नवलपरासीमा पनि हामी जस्ता समाजमा सेवा गर्ने तत्पर रहने व्यक्तिहरूले पनि एउटा चाहिँ संस्था दर्ता गरेर सहकार्य गर्ने योजना पनि हामीले बनाएका छौँ। आगामी दिनमा हामीले पक्का पनि नवलपरासी सहायता समाज बेल्जियमको एउटा भातृ सङ्गठन जस्तो बनाएर चाहिँ नवलपरासीमै पनि नवलपरासी सहायता समाज बेल्जियममै एउटा संस्था खोल्ने हामीले जमर्को गर्नेछौँ र आगामी दिनहरूमा पनि दलित वर्ग र विशेष गरी पिछडिएका र ग्रामीण क्षेत्रहरूलाई र पहाडी इलाकाहरूलाई चाहिँ सहयोग पुर्याउने सहायता समाज बेल्जियमले सहयोग गर्ने हुनेछ र हामीले त्यसमा तत्पर भएर लाग्नेछौँ र यति भन्दै हाम्रा यस कार्यक्रम चाहिँ आज सम्पन्न भएको जानकारी गराउन चाहन्छु र नवलपरासी सहायता समाज बेल्जियमलाई मुरी धन्यवाद दिन चाहन्छु। यो शिविर नवलपरासी सहायता समाजले गरेको पहिलो कार्य भए पनि अधिकांश गरिब तथा पिछडिएको समुदाय लाभान्वित भएका छन्। यसले गर्दा यो संस्थाले सधैँ गरिब तथा असहाय पीडित समुदायलाई सहयोग गर्नका लागि यस्ता किसिमका कार्यक्रमहरूलाई अगाडि बढाउन सहयोग पुर्याउने उपाध्यक्ष पुन बताउनुहुन्छ। यसरी नवलपरासी जिल्लामा रहेका पिछडिएका तथा गरिब विपन्न वर्गलाई संस्थाको माध्यमबाट सहयोग गर्दै आएको छ। यसले गर्दा आगामी दिनमा पनि विभिन्न किसिमका सहयोगलाई निरन्तरता दिन नवलपरासी सहायता समाज बेल्जियम सधैँ तत्पर रहनेछ, रहिरहनेछ।